म भन्छु दुर्गा प्रसाद गुन्डा नाइको हो। गुन्डाकै नाइको हो। उसको चलनले उसको क्रियाले राज संस्था फिर्किँदैन। यो म ठोक्क दिएर भन्छु, ठोक्क दिएर भन्छु। भाटबडीलाई ढुङ्गा हानेर मतलब चाहिँ ढुङ्गा हानेर तोडफोड गरेर लुटपाट गरेर राज संस्था फिर्ता हुन्छ। नेपालको संविधान लेखेको होला। संविधान मेटिन्छ? हामी बुझ्दैनौँ। यो सबै डकैत। यो गल्ती मैले गरेकै छैन। मैले गर्ने किन गर्ने? केपी ओलीमा यहीँनिर बडो समानता देखियो। त्यो भएर कुम जोड्या रहेछ। उहाँलाई अदालतले संसद विघटन गलत थियो भनेर अर्को प्रधानमन्त्री बनाइदिइसक्यो होइन। तर उहाँ संसद विघटन अहिले पनि गल्ती मान्नुहुन्न। तपाईँ अदालतले तपाईँलाई पैसा तिराइसक्यो, तपाईँ मान्नुहुन्न। होइन, सामान्य प्रधानमन्त्री केपी ओलीजीको बारेमा किन पोलिटिकल मैले जान्दिनँ। म एउटा व्यवसायी हो। किन नजाने उहाँको दाता तपाईँ? उहाँ केपी ओलीलाई मैले चाहिँ मात्रै दिएको हो र? उहाँ त मात्रै दियो। उहाँको पार्टीका पदाधिकारीलाई त बिचरा केही त थाहा त थिएन। कसरी थाहा नहुनु? कसरी थाहा नहुनु? 24 गते भोलि पार्टी कार्यालयको चाहिँ उद्घाटन हुन्छ, आउनुहोस्, के अरे शिलान्यास हुन्छ, आउनुहोस् भनिदिएको छ। कसले दिँदैछ नि थाहा छैन, कहाँ दिँदैछ नि थाहा छैन। एसएमएस गयो, भोलिपल्ट बिचराहरू आउनुभयो। प्रधानमन्त्री र प्रधानमन्त्री पत्नी बाहेक अरू पछाडि बस्नुहोस् भन्यो। अनि दुईजना सावित्रा गुरुङ र मिनबहादुर गुरुङ अघि बढे। यति त हो कुरा। यहाँ सुन्नुहोस् राजनीति, यो कुरा अलिक डिफ्रेन्ट छ, भिन्न छ। मैले अघि पनि चाहिँ के भनेदेखि 500 जना मलाई चाहिँ के भनेदेखि काम गर्ने युवाहरू हामीसँग इन्ट्याक्ट छ। ईश्वरजीलाई अहिले मैले भन्नुभयो, ईश्वर पोखरेल पनि उहाँको नाम लिनै पर्यो। उहाँलाई म फोन गरेँ, ल चाहिँ के भनेदेखि सहयोग छैन भने सहयोग गरिदिन्छु र केही बनाउनु छ भने बनाइदिन्छु। उहाँले माग्नुभयो? होइन, उहाँले माग्नु, मैले भनेको। तपाईँले त्यसो भन्नु, उहाँले पार्टी कार्यालय होइन होइन खोलौँ न कुरा। कुरा खोल्ने गाडीसम्म आइसक्यो क्या? होइन, घटनै खोल्ने, खललै खोल्ने। तपाईँले सोध्नुभयो हामीसँग 500 युवा छन् छन् त, तपाईँसँग 25,000 छन्। तर चाहिएको बेलामा यहीँ काठमाडौँमा 500 म दिन सक्छु व्यापार जारी राखेर, त्यो सरसफाइ गर्नलाई होइन। तपाईँहरूलाई अरू केही मैले दिन परिन्छ भने भन्नुहोस् भन्नुभयो तपाईँले। मैले गर्नुपर्ने काम एउटा चाहिँ के भनेदेखि व्यवसाय राजनीति। एउटा कुरा नि संसारभरि मार्क्सवाद चाहिँ के भनेदेखि फैल्यो, मार्क्सिस्ट फिलोसफी फैल्यो नि नेपालमा। मलाई चाहिँ त्यसको चाहिँ के भनेदेखि मुख्य चाहिँ सहयोगी त एङ्गेल्स हो नि। मार्क्स र एङ्गेल्सको फोटो सँगै राख्छ नि। म एङ्गेल्स भनेको होइन। मैले तपाईँले कुरो किन घुमाएको?